श्रीमती हजुर के हो यस्तो लो देश बदल्न हिँडेको मान्छे आज माननीय भएर आएको छ। आधा घन्टा भयो फोन गरेको, चोकमा आफ्नो दिदी बहिनी दाजुभाइ अग्रम बग्न सबलाई लिएर आएर अझ कानमा बोक्ने मान्छे समेत लिएर आएर अबिर जात्रा गर्दै घरमा ल्याउनु पर्ने होइन पहिलोचोटि। के हो यस्तो? सरी हजुर, माफ पाऊँ। अनि थाहा छैन एउटा हेडमास्टरले माननीयलाई स्वागत गर्न नजाँदा झन्डै जागिर चढ भएको थियो। के हो यस्तो? भएन होइन, आज उहाँ दिदीको नातिको बर्तुन भनेर म अर्सा पकाउन गएको थिएँ, थोरै ढिलो भएछ, माफ पाऊँ। स्वागतको लागि म बसिरहेकै छु त, स्वागतको लागि स्वागत। यसरी हुँदैन। आइन्दादेखि जतिपटक म घरमा आउँछु ढोकामा त्यो बाटोमा आएर स्वागत गर्ने र पूजाको थानमा पनि मेरो फोटो राखेर पूजा गर्ने। बुझ्नुभयो? बुझ्यौ? बसिरहेको छ त। नत्र श्रीमती पदबाट राजीनामा दिनु पर्ला। श्रीमती बुझ्यो कि बुझेन?